सो यस फेरि पनि हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि म पनि एकदम फिट एन्ड फाइन छु साथीहरू। बिहानीको सुरुवात सँगसँगै हजुरहरूलाई मेरो भिडियोमा चाहिँ स्वागत गर्न चाहन्छु। अनि यति पछाडि त्यस्तो हरियालीमा चाहिँ हरियालीबाट चाहिँ मैले भिडियो स्टार्ट गरिरहेको छु। हजुरले देख्न सक्नुहुन्छ म चाहिँ भर्खर नुहाएर निस्केँ अनि त्यहाँ हजुरआमा आइरहनु भएको क्या, त्यही भएर देखाएको कि। अनि सो त्यही हो है। अनि सबैजनालाई ह्याप्पी दसैँ टिकाको दिन हो आज चाहिँ। अनि अब आजको भिडियो त भोलि आउँछ नि त साथीहरू। अनि सो यहाँभन्दा अगाडिको भिडियो चाहिँ सब डिलिट भयो है। हेलो आमा, हेलो भन न। नआउनु बेला भएन, त्यो कलर सुकिसक्यो होला। कलर सुकिसक्यो नौ अब 10:40 भइसक्यो। 10:40 भइसक्यो क्या, टिका लाउनु बेला भइसक्यो। अनि आज भने चाहिँ छ हजुरहरूलाई धेरै धेरै शुभकामना है। मैले चाहिँ मेहन्दी पनि हिजो लगाएको कि त्यो आजभोलि लगाएको मेहन्दीको कलर नआउने क्या है। सो त्यही हो। अनि अब म भर्खर चाहिँ नुहाएर चाहिँ निस्केको छु। अनि अब यताउता गर्नुपर्ने हुन्छ। अनि भिडियो बनाउने धेरै बिजी हुन्छ नि त। अब यता पकाउने उता पकाउने गरेर चाहिँ हुन्छ। सो अनि आज भएको सम्पूर्ण चिजहरू चाहिँ म हजुरहरूलाई देखाउने छु। हाम्रो के कसरी रहनेछ त हाम्रो आज टिकाको दिन, अनि कहाँ कहाँ जानेछौँ, के गर्नेछौँ भनेर त्यो हजुरहरूलाई सबैलाई देखाउने छु। सो बी स्टे ट्युन है त साथीहरू। अनि नि यहाँभन्दा हामी 12 गते आएको हो नि त। अनि 12 गतेको भिडियो अनि हाम्रो नवमी पूजा अष्टमी पूजा सबै भिडियोहरू चाहिँ हेर्नु न स्पेस नपुगेर डिलिट भयो। आफै डिलिट भयो क्या साथी, आफै। अनि यस्तो धेरै रिग्रेट फिल भइरहेछ है, यस्तो धेरै भइरहेछ। अनि सो त्यही हो। अनि अब चाहिँ अब त्यो भिडियोलाई चाहिँ अब जाओस् होइन। अब टिकाको भिडियो छ होइन। अनि सो यो भिडियोलाई चाहिँ हजुरहरूले धेरै माया साथ सपोर्ट गरिदिनुहुन्छ भने चाहिँ धेरै आशा राखेको छु। सो सबैजनाले सेयर सब्सक्राइब एन्ड लाइक कमेन्ट पनि गर्न नभुल्नु होला है। अनि अब मसँगै रहनु है त।
साथीहरू हामीले चाहिँ टिका लगाएर पनि भ्याइसकेका छौँ। देखिसक्नु भएको छ यहाँनिर आरमा टिका छ जमरा। हामीले टिका जमरा लाएर पनि खानासाना पनि खाइसकेका छौँ होइन। अनि अहिले चाहिँ हामी तलामा छौँ, हाम्रो घरको तलामा है। यहाँबाट देखिने भ्यू यस्तो खतरा छ है। अनि यहाँनिर पिङ खेलिरहेको छु यिनीहरू है। हेलो भनिदेऊ, पैसा कति भयो? हेलो सबजना तल चाहिँ मान्छे भएको कारणले गर्दा चाहिँ हामी चाहिँ माथि आएको कि। अनि तपाईँहरूलाई म यहाँबाट देखिने भ्यू देखाउँछु है त। यस्तो खतरा भ्यू छ कि यहाँबाट हाम्रो घरबाट देखिने है। ल हेर्नु त, ल हो त्यो घरै घर देखेको ठाउँ चाहिँ छेप्टार बजार हो है। अनि यता हेर्नु त, ल खतरा देखे कि यस्तो दामी भ्यू छ क्या। अनि के अरे अब उसको चाहिँ पैसा कति हो? यसलाई पछि दिएको हो नि, थाहा छ? अगाडि त यसलाई दिएको पैसा सबै हराइहाल्यो नि होइन, हराइहाल्यो। अनि अब म आउटफिट देखाउँछु है त। बाबुलाई समाउ त, मेरो आउटफिट देखाइदिनु न। आउटफिट अफ द डे, आउटफिट अफ द डे दसैँको लागि भनेर चाहिँ विशेष गरेर किनेको होइन। अनि यहाँ त बाउला हुँदैन नि त, अनि बाउला चाहिँ आफूले बनाएको कि। सब पानी परेको छ, कहाँ जाने के गर्ने, म एउटा फोटो पनि सम्म खिच्न पनि भ्याएको छैन है। फोटोमा अब त पानी रोकियो त जानु पर्ला। यस्तो फोटो खिच्न, फोटो नखिच्नु नि त, फोटो नखिच्नु फोटो खिच्नु है। सो अब त्यही हो साथीहरू। अनि हजुरहरूकोतिर चाहिँ दसैँ के कस्तो भइरहेको छ? आई थिङ्क यतिखेर सबजनालाई टिकाको लागि भ्याइ नभ्याइ होला है। भ्याइ नभ्याइ यताउता अगाडि बस भने मानिनौ। ए ल सुत। हेलो साथीहरू है, हामी चाहिँ अहिले चाहिँ भच्चेक जान लाग्छौँ कि। यहाँको भ्यू हेर्नु न, आमामामा यस्तो बवाल छ यताको भ्यू। यो त अझ नाइटमा भएर राति हो क्या, पुरै कुहिरो लाग्छ कता। तर यस्तो दामी छ यहाँको रोडहरू पनि पुरै पिस रहेछ होइन। सो त्यही हामीले चाहिँ अब दुईवटा गाडी लिएर हिँड्न लाग्यो, त्यो पछाडिको गाडी र यो गाडी भएर चाहिँ हामी चाहिँ जान लाग्यो कि। यहाँ पुरै बारी यस्तो रमाइलो छ क्या। यो चाहिँ अनप्लान टुर हो हाम्रो चाहिँ होइन। जहिले पनि जान्छौँ जान चाहिँ हामी घुम्न चाहिँ दसैँमा होइन, कहीँ न कहीँ त घुम्न गइरहेको हुन्छौँ। तर योपालि चाहिँ हामी चाहिँ भच्चेक जान लाग्यो होइन। भच्चेकमा चाहिँ गएर अब हेरौँ, आज बस्ने, आज त्यहीँ स्टे गर्ने, अनि नाइट अनि भोलि चाहिँ फर्किने भनेर चाहिँ भनेका छौँ। सो के हुन्छ यहाँ अब यसमा जाने हो हामी होइन। एकछिन गाडी हिट भएर गरेको क्या, अब रोकेको। हेलो कहाँ जानला हो? कहाँ जानला भनिदेऊ त बेबी। गोर्खा नानी यहाँ भाउजू हुनुहुन्छ। सो साथीहरू अहिले चाहिँ हामी चाहिँ भच्चेक बजार आइपुगिसकेका छौँ होइन। जान्छ र भच्चेक बजार चाहिँ आइपुगिसकेका छौँ। अहिले चाहिँ 7 बजिसक्यो, 7:30 नै भइसक्यो। अब हेरौँ दाइहरू चाहिँ त्यहाँ अब होटलमा अब स्टेको लागि चाहिँ सोध्नु जानुभएको छ। नपाएर फोन गरेर चाहिँ भनेका छौँ हामीले। अब लेट्स चाहिँ के हुन्छ कसो हुन्छ है। अनि अहिले चाहिँ हामी चाहिँ म र यहाँ बहिनी, अनि यता मेरो अर्को बहिनी बेबी जमजम भन न चाहिँ हामी चाहिँ गाडीमै बसिरहेको छौँ। टाउको दुखेर यस्तो भइसक्यो, यस्तो घुमाउरो बाटो। तर साथ यस्तो पिच, यस्तो दामी बाटो रहेछ कसम भने। मजा यस्तो माथि यस्तो लेकमा पनि यस्तो बाटो छ भनेर त एक्सपेक्ट नै गरेको थिएन मैले चाहिँ, अनएक्सपेक्टेड क्या है। अनि अजिरकोट गाउँपालिका पर्छ यो भच्चेक चाहिँ, गोर्खाको एकदम सुपर हिट ठाउँ चाहिँ हो यो चाहिँ होइन। एक प्रसिद्ध पनि हो होइन यो। हजुर अनि यो चाहिँ टुरिज्मको लागि चाहिँ एकदम प्रसिद्ध ठाउँमा मानिन्छ यो चाहिँ होइन। अब गोर्खा त यसै पनि सुन्दर ठाउँ, यसै पनि सुन्दर ठाउँ होइन। झन् त्यही माथि यो भच्चेक भन्ने त यस्तो खतरा। नबोलान्छ र
यस्तो खतरा ठाउँ होइन ठाउँ हो। अनि हामी चाहिँ अब यहाँ आएर म चाहिँ मेरो चाहिँ एकदम फर्स्ट टाइम नबोला नि छोरा एकछिन नबोला मेरो चाहिँ फर्स्ट टाइम हो। अब हामी चाहिँ वहाँबाट चाहिँ कति बजी 5 बजी निस्क्या हो 5 बजी चाहिँ बढी पनि भएको थियो है छोरा मेरो दाइको छोरो हो यो छोरी हामी चाहिँ त्यतिखेर निस्केको कि अनि अब के गर्नु त यहाँ राख्नु पर्यो भनेको मोबाइल ल हामी चाहिँ अब सोधौँ माथि चाहिँ दाइहरूले सोधिरहनु भएको छ दाइ र बाबा कहाँ पायो दाइ कहाँ रहेछ माथि नै ए अरे हाम्रो भाउजूले गाडी चलाउनु लानु भएको अनि भाउजू ल मान्छे यहाँ के भएर नदिनु रे कतिजना चाहियो अरे त कस्तो सुरुमा चाहिँ रुपेर मलाई देखेर छैन कोठा भने यिनीहरू भागेर आएको कि भनेर लाग्यो छैन कोठा भने छैन नि कोठा अरे अनि हाम्रो यतिजना फ्यामिली भनेको छैन त भन्छ पछि ए होटल होइन मान्छेहरू त्यसो राख्दैन कोठा दिने कि नदिने भने है अनि त बाह्र उ गऱ्यो नि त कस्तो मान्छेहरू आउँछ नि गाह्रो पर्छ नि होटलको मान्छेले अब माछी जानी यिनको बोली चाहिँ प्रश्न छैन 3 महिना भयो जन्मेको त्यही भएर चाहिँ उनको बोली चाहिँ प्रश्न छैन त्यही भएर माछी जानी भनेर दिदीलाई चिची भन्छ मम्मीलाई पनि भन्छ है कहाँनिर अझै माथि अरे म चाहिँ यसरी आउने होइन होटलै नदिनु ल फाइनल्ली हामी चाहिँ अब रुममा आइसकेका छौँ है देख सक्नुहुन्छ यो चाहिँ रुम हो होइन यहाँ चाहिँ एउटा रुमको चाहिँ दुईवटा रुमको गरेर चाहिँ 800 रुपियाँ अरे हेलो बच्चे अब थाहा छैन अब राति आइपुगे के कस्तो छ भोलि दिउँसोमा थाहा हुन्छ अहिले केही पनि थाहा हुँदैन अब सो अब भोलि अब थाहा हुन्छ है अब अहिले चाहिँ केही थाहा नै छैन होइन आमा यहाँ चाहिँ हाम्रो हजुरआमा पनि आउनु भएको छ हाम्रो हजुरआमा चाहिँ कहिले नि कहीँ जान नपाउने योपालि चाहिँ भच्चेक आइपुग्यो होइन ए ल अनि हाम्रो चाहिँ दुईवटा कोठा हो होइन दुईवटा कोठालाई चाहिँ 800 रुपियाँ भएको छ खानासानाको अब मिलाएर खाने होइन आमा हेलो जाडो छ छैन आमा जाडो छ कि छैन कतिको जाडो छ हाम्रो चाहिँ दुईवटा कोठा चाहिँ बुक गरे हो एउटा कोठामा लेडिज अर्को कोठामा जेन्ट्स भनेर चाहिँ भनेको छ अब चाहिँ पुरा फ्रेस हुनु पऱ्यो एकछिन चाहिँ अब के अरे मोबाइल पनि चार्ज पनि हाल्नु पऱ्यो होइन फोनमा चार्ज छैन नि त अब भिडियो एडिट गर्नु पऱ्यो यस्तो गर्नु पऱ्यो उस्तो गर्नु पऱ्यो होइन आमा होइन यसरी होटलमा बसेको छुट्टी हो क्या होइन मेरो बेबीको हात के भयो भनिदेऊ नि त कसले समात्नु ठुलाले चाहिँ जिस्काएर होइन समाइदिएछ अनि हात खै के भयो दुख्यो भनेर बिहानदेखि है सो त्यही हो अनि अब हामी चाहिँ यहाँ बस्छौँ अनि अब एकैचोटि भोलि थाहा हुन्छ ल बाबा एकछिन गीत नबजाऊ है अब म भिडियो अब अहिलेपछि चाहिँ अब एकछिन मोबाइल चार्ज हाल्छ म एकछिन मोबाइल चार्ज हाल्छु अनि त्यसपछि चाहिँ अब खानासाना खाएर चाहिँ हामी सुत्नुपर्ने हुन्छ अनि भोलिको चाहिँ एकदम बबाल भिडियो आउने छ है अब गोर्खाको भच्चेक है भच्चेकको चाहिँ एकदम दामी भ्लग आउने छ होइन सो
अब यताउता के कसो रहनेछ म तपाईँहरूलाई देखाउँछु भोलिको भ्लग चाहिँ हेर्न नबिर्सिनु होला अनि अहिलेको भ्लगलाई पनि लाइक कमेन्ट गरिदिनु होला के छ दाजु ल भनिदिनु नि त के एक्सपिरियन्स अहिले हामी भन्छ गएको रमाइलो छ बिन्दास छ कोठा राम्रो छ घर जस्तै छ हैन हजुरबा ह्याप्पी हाम्रो दाइ चाहिँ फेरि एकदम कमेडी हो नि त फेरि होइन दाजु त्यही है हजुर हामी चाहिँ सब फ्यामिली आएका छौँ हाम्रो 11 जना ठुलो मान्छे 11 12 13 14 15 जना 15 जना चाहिँ हामी आएका छौँ